11औं वार्षिक साधारण सभा कार्यक्रमको सभाध्यक्ष गरिदिनका लागि आदर्श सेवा समितिका अध्यक्ष आदरणीय शालिग्राम भट्टराईजीलाई म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलज्यू, नगर उपप्रमुख राधा कार्कीज्यूलाई यता स्टेजमा आएर आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यता वडा अध्यक्ष टेकबहादुर खड्का काजीज्यूलाई पनि आमन्त्रण गरेका छौँ। उहाँको पनि आगमन मैले देखिरहेको छैन। उहाँलाई आएपछि आसन ग्रहण गराउने नै छौँ। यसै गरी विशेष अतिथिको रूपमा पूर्व गाविस अध्यक्ष तथा चन्द्रगढी सामुदायिक वन उपता समितिका अध्यक्ष श्री दुर्गा प्रसाद भट्टराईज्यूलाई पनि अगाडि आएर विशेष अतिथिको आसन ग्रहणका लागि म हार्दिक निवेदन गर्दछु। विशेष अतिथिकै रूपमा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीज्यूलाई पनि हामीले आमन्त्रण गरेका छौँ। उहाँको पनि आगमन अहिले मैले देखिरहेको छैन। र विशेष अतिथिको रूपमा संरक्षक सदस्य हरिप्रसाद भिमरेज्यू, जसको योगदान यो आदर्श सेवा समितिमा धेरै रहेको छ, उहाँलाई उच्च सम्मानका साथ विशेष अतिथिको रूपमा अगाडि आएर आसन ग्रहणका लागि विष्णु पञ्चायत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णु प्रसाद काफ्लेजी हुनुहुन्छ। उहाँलाई पनि अगाडि आएर आसन ग्रहणका लागि अनुरोध गर्दछु। र उहाँ चाहिँ संस्थाका पूर्व अध्यक्ष पनि हुनुहुन्छ। यसै गरी विशेष अतिथिकै रूपमा हाम्रो छिमेकी सहकारी श्री कलबलगुडी कृषि सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद सम्लगाईज्यूलाई पनि हामीले आमन्त्रण गरेका छौँ। उहाँलाई पनि मैले देखिरहेको छैन। भद्रपुर नगर समितिका ज्येष्ठ नागरिक अध्यक्ष आदरणीय हेमप्रसाद खनालज्यू हुनुहुन्छ हामीसँग। उहाँलाई पनि यता आएर आसन ग्रहणका लागि म हार्दिक निवेदन गर्दछु। यसै गरी हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण ज्येष्ठ आमाबुवा, दाजुभाइ, दाजुहरू, अग्रज व्यक्तित्वहरू सबैलाई म यथास्थानमा आसन ग्रहणका लागि अनुरोध गर्दछु। र यो 11औं वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि यहाँ उपस्थित हुनुहुने आदर्श सेवा समितिका आजीवन सदस्य, साधारण सदस्य, सम्पूर्ण व्यक्तित्वहरूलाई यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। पूर्ण मान्यजनहरूप्रति, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, ज्येष्ठ नागरिक, सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा हाम्रो आदर्श सेवा समितिको यस कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय अग्रज महानुभावहरूमा हामी यस आदर्श सेवा समितिको तर्फबाट यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ। स्वागतम, स्वागतम, सुस्वागतम। र म एउटा राष्ट्रिय गीत पनि उहाँले भन्नुभएको छ र राष्ट्रिय गीतमा राष्ट्रलाई सम्झेर म अलिकति गीत पनि प्रस्तुत गर्न चाहन्छु। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पायो, हातले सधैँ सधैँ नेपाल देख्न आयो, नेपाल आयो। सगर
श्रीमान देख्न पायो। केन्द्र मोड झापाको 11औं वार्षिक साधारण सभामा कार्य समितिका अध्यक्षबाट यो वार्षिक प्रतिवेदन प्रस्तुत गर्न गइरहेको छु। यस गरिमामय संस्थाको वार्षिक साधारण सभाका आदरणीय प्रमुख अतिथि नगर प्रमुख श्री गणेश पोखरेलज्यू, विशिष्ट अतिथि उपप्रमुख श्री राधा कार्कीज्यू, विशेष अतिथिज्यूहरू, सभामा 80 वर्ष माथिका सम्मानित ज्येष्ठ नागरिक आमाहरू बुवाहरूलाई निमन्त्रणा गरेका छौँ। यस आदर्श सेवा समितिको आँगनमा हामीलाई मानव विकासको क्षेत्रमा अझै काम गर्न हौसला दिनका लागि प्रेरणाको कुम्लो बोकेर आउनुभएको छ। उहाँहरूको साथ र सहयोगबाट मात्र हामी अगाडि बढ्न सक्छौँ। उहाँहरूप्रति यो संस्था कृतज्ञ छ र हामी पदाधिकारीहरू आभारी छौँ। यहाँहरूकै छत्रछायामा जन्मिएको यो संस्थाले आदर्श सेवा समितिको सुरुको कार्यक्षेत्र वरिपरि मात्रका हाम्रा अग्रज आमा बुवा प्रेरणाका स्रोतहरूलाई एक थुङ्गा फुल टिपेर दिने हामीले आज निर्णय गरेका छौँ। यसै अनुरूप यहाँहरूको भव्य उपस्थिति रहेको छ। हाम्रो संस्थाको आमन्त्रणलाई सहर्ष स्वीकार गरेर पाल्नु भएको छ। यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। उहाँहरूप्रति हार्दिक स्वागत र नमन समेत गर्न चाहन्छु। यस संस्थाको निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सम्पूर्ण भद्र महिला बालबालिका तथा सम्पूर्ण सज्जनवृन्द, पृष्ठभूमिमा म यो संस्थाको अलिकति कुराहरू राख्न चाहन्छु। दाताहरूको सहयोगबाट बनेको यो संरचना र चलेको यो संस्थासँग अहिले भइरहेको जग्गा जमिन भौतिक संरचना अथाह सम्पत्ति हो। यो संस्था स्थापनाकर्ताहरू जो हुनुहुन्छ उहाँहरू यस संस्थाका सदा पूजनीय व्यक्तित्वहरू हुनुहुन्छ। स्वच्छ एवं प्रगतिशील समाज निर्माण र सामाजिक परिवर्तनका लागि युवा दायित्व अपरिहार्य आवश्यकता हो। यो आवश्यकतालाई केन्द्र मोडका त्यस ताकाका किशोरावस्थाका युवा विद्यार्थीहरूले पहिचान गरेर होला सायद विभिन्न गतिविधिहरू अगाडि बढाएको यस संस्थाको इतिहास रहेको छ। सकारात्मक काम कुरालाई किशोरावस्थामै मनन गरेर यस क्षेत्रका ती साना साना भाइ बहिनीहरूले अहिले जीवन जिउने सिलसिलामा देश विदेशमा रहेर सङ्घर्ष गरिरहनु भएको छ। उहाँहरू मिलेर विक्रम सम्वत 2049-50 साल ताका केन्द्र मोडमा सञ्चालनमा रहेको तत्कालीन स्वर्णिम शिक्षा सदन बोर्डिङ स्कुलको आँगनमा हरेक शुक्रबार विद्यालय समयपछि भेला भएर विभिन्न खेलहरू खेलिरहेको यस क्षेत्रका अभिभावकले देख्नुभयो, लक काट्नुभयो। तर बिस्तारै ससाना बालबच्चाको त्यस्ता खेलले गति लियो र आजको आदर्श सेवा समितिको जन्म भएकोमा भने हामीलाई अवश्य गर्व महसुस गराउँदछ। बिदाको समयमा त्यसरी भेला भएका विद्यार्थीहरूले विभिन्न विषयमा छलफल गर्ने, हाजिर जवाब प्रतियोगिता गर्ने, वाद विवाद गर्ने, गीत नृत्य गर्ने, वक्तित्व कला प्रतियोगिता लगायतका विभिन्न क्रियाकलापहरू गरेको देखेका अभिभावकले यसलाई व्यवस्थित बनाउनु पर्छ भन्ने सोच बनाउनु भयो। फलतः समाजमा विद्यमान अन्धविश्वास कुरीति समेतलाई चेतनाको माध्यमबाट क्रमिक सुधार र प्रगतिशील परिवर्तनका लागि समाजको जगमा दर्बिला खम्बाहरू स्थापित गर्ने सोच बनाउनु भयो। फलस्वरूप 2051 सालमा आदर्श सेवा समितिको प्रारम्भिक कार्य समिति गठन भएर विधान तयार गरी स्थानीय जिल्ला प्रशासन कार्यालय झापामा यो संस्था विधिवत दर्ता भएर निरन्तर सञ्चालन हुँदै आएको छ। मानव विकासको क्रमसँगै यस समाजमा बसोबास गर्ने प्रत्येक व्यक्ति तथा वर्गहरूमा प्रगतिशील भावनाको विकास गराएर लैजाने तथा सबै नागरिकको साझा संस्थाको रूपमा स्थापित भई आदर्श सेवा समिति एउटा ठुलो भवनमा आज सञ्चालन हुँदै आएको छ। यस संस्थालाई आजको यो उचाइसम्म ल्याइ पुर्याउन धेरथोर सबै स्थानीय नागरिक एवं पदाधिकारीहरूको लगानी र सहयोग छ। यस संस्थाको फेरिफेरीमा जन्मिएर हुर्किएका तर आफ्नो कार्य जिम्मेवारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहनुहुने युवा भाइ बहिनी दाता महानुभावहरूले आदर्श सेवा समितिलाई अति नै माया दिनुभएको छ। यस संस्था मातहत रहेको आदर्श क्रिकेट क्लबलाई समेत निरन्तर सहयोग गरिरहनु भएको छ। विशेष रूपमा ती सहयोगी मनहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
तथापि कर्मलाई पूजा ठानी नेतृत्वदायी भूमिकाको अगुवाई गरेर भवन निर्माण जस्तो महत्त्वपूर्ण कार्यमा विभिन्न दातासँग स्रोत जुटाएर आफ्नै समेत ठुलो लगानी गरेर आज हामीलाई भौतिक रूपमा सम्पन्न गर्नुभएका निवर्तमान अध्यक्षज्यूलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको योगदानलाई सम्मान गर्दै आदरणीय श्री हरिप्रसाद घिमिरेज्यूलाई संस्थाले मानार्थ संरक्षक अध्यक्षको उपाधि समेत प्रदान गरेको यहाँ घोषणा गर्न चाहन्छु। उहाँबाट आगामी दिनमा यस्ता रचनात्मक तथा सहयोगात्मक भावनाको त्यो मन र हात अघि सरिरहने आशा एवं विश्वास गर्दछु। यो कुराहरू गरिमामय सभामा सहस्र जानकारी अनुरोध गर्न पाउँदा मलाई गर्व लाग्यो। अब म आर्थिक वर्ष 80-81 को कार्यक्रम तथा बजेट विवरण यस प्रकार रहेको छ। म त्यो बजेट विवरण प्रस्तुत गर्न चाहन्छु। हामीले चालु आर्थिक वर्षमा सुरु बैंक मौजात गत वर्षको जिम्मेवारी सरेको गरेर 1,37,005 रुपियाँ हुने अनुमान थियो हाम्रो, तर भयो हाम्रो 9,586 मात्रै। पुँजीगत अनुदान भवन निर्माणको हाम्रो बाँकी कामहरू थियो यहाँ माथि, अहिले पनि बाँकी नै छ। रेलिङ लगायतका कामहरू बाँकी नै छ, तथापि हामीले छानो चलाउन सफल भएका छौँ। पुँजीगत अनुदान हामीलाई 5 लाख आउने अनुमान थियो, हामीलाई 2,50,000 आयो। त्यसमा पनि कन्टिन्जेन्सी खर्च यताउता गरेर हामीले अलिकति संस्थाले पनि बेहोरेर हामीले यो भवनको मुख्य द्वारको चेन गेट निर्माण गरेका छौँ अनि माथि हामीले ट्रस्ट हालेका छौँ। यसै गरी आन्तरिक स्रोतबाट सङ्कलन गर्ने आजीवन सदस्यताबाट हामी 50 जना वृद्धि गर्छौँ भनेर हामीले असार साउनको बेला लक्ष्य राखेर हामी काम गरेका थियौँ, तर हामीले निकै राम्ररी उठायौँ र झन्नै 82 जना कति आजीवन सदस्य बन्नु भएको छ र हामीले 1,06,250 रुपियाँको अनुमान गरेका थियौँ, तर हामीलाई 1,74,250 आम्दानी प्राप्त भएको छ। साधारण सदस्यता शुल्कबाट 15 जना वृद्धि गर्ने हामीले लक्ष्य राखेका थियौँ 3,000, हामीलाई अहिले 17 जना हामीले बनाउन सक्यौँ र हामीलाई 3,400 प्राप्त भएको छ। नवीकरण शुल्कबाट हामीले 2,000 लक्ष्य राखेका थियौँ, हामीले यो प्राप्त गर्न सकेनौँ। ब्याङ्क ब्याजबाट हामीले 500 आउँछ होला भनेर अनुमान गरेका थियौँ, 112 रुपियाँ मात्रै आयो र विविध आम्दानी हामीले 30,000 आम्दानी हुन्छ होला भनेको 200 मात्रै आम्दानी भयो। यसरी हाम्रो कुल जम्मा लक्ष्य 7,78,755 को थियो भने हाम्रो चाहिँ 4,37,548 मात्रै प्राप्त भयो र खर्च चाहिँ हामीले अब के गर्यौँ कसरी गर्यौँ भन्दा भवन निर्माण हामीले 2,38,000 हामीले भुक्तानी दियौँ। कन्टिन्जेन्सी खर्च 28,257, फर्निचर अफिसमा फर्निचर खरिद हामीले 19,801 को गऱ्यौँ र मसलन्द छपाई खर्च 3,060 रुपियाँको गऱ्यौँ। संस्था नवीकरण शुल्कमा हाम्रो 6,550 खर्च भयो। यसै गरी यो हामीले विभिन्न तालिम कार्यक्रमहरू स्वास्थ्य शिविरहरू गोष्ठीहरू गर्ने भनेको थियो, त्यसमा खर्च भएन। अनि बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप पनि हामीले गर्न पाएनौँ, गऱ्यौँ हामीले, तर अन्य कतैबाट स्रोत जुटाएर गऱ्यौँ र हाम्रो आदरणीय नगर उपप्रमुख हुनुहुन्छ, हामीले सुनाइराखेको यो सरसफाई कार्यक्रमहरू र विगत वर्षको केही उठ्न बाँकी रकम हाम्रो 14,875 छ। यसरी हाम्रो बैंक मौजात चाहिँ 1,37,005 रुपियाँ हाम्रो यथार्थ खर्च भयो भनेदेखि हाम्रो 1,04,755 रुपियाँ चाहिँ हाम्रो बैंकमा मौजात छ। माथि उल्लेखित आर्थिक विवरण अनुसार दाता महानुभावहरूको सहयोग तथा आजीवन सदस्यता शुल्क र साधारण सदस्यता शुल्क समेत गरी कुल रु 1,37,005 रुपियाँ संस्थाको खातामा अहिले मौजात रहेको छ र सदस्यता सम्बन्धी जानकारीको विवरणमा 80-81 सम्म आजीवन सदस्यता हाम्रो 82 जना र साधारण सदस्य सङ्ख्या हाम्रो 17 जना हुनुहुन्छ। माथि उल्लेखित आजीवन सदस्यता वितरण विगत 81 असार साउन महिनामा घर दैलो कार्यक्रम गरी आजीवन र साधारण सदस्यता वितरण गरिएकोमा यस कार्यलाई चालु आब 81-82 मा पनि निरन्तरता दिइनेछ। इच्छुक सदस्यले संस्थाको कार्यालयमा आई स्वेच्छाले आजीवन सदस्यता लिन पाउने प्रावधानलाई खुल्ला राखिएको छ। 2,125 हामीले आजीवन सदस्यता शुल्क तोकेका छौँ। सामाजिक क्रियाकलाप सम्बन्धी विवरण। यस संस्थाले विभिन्न समयमा गाउँ टोल तथा सरसफाइका कार्यहरू गर्दै आएको छ। बालबालिकाको क्षमता विकासका लागि विभिन्न साधना तथा प्रेरणादायी तालिम तथा प्रवचन आदि कार्य गर्दै आएको छ।
झन्डै 70 जना स्थानीय बालबालिकालाई दुर्व्यसनबाट टाढा राख्नको लागि सामुदायिक प्रहरी सेवा केन्द्र इकाइ कार्यालय चन्द्रगढीको सहयोगमा चेतनामूलक प्रशिक्षण दिइएको छ। संस्थालाई नियमित नवीकरण गराएर कानुनी रूपमा झन्झटमुक्त अवस्थामा राखिएको छ। गत विगत वर्षमा 3 वर्षसम्म यो संस्था नवीकरण भएको थिएन र ब्याङ्क खाता पनि एक्टिभ भएको थिएन। त्यसलाई हामीले अहिले पछिल्लो समयमा ब्याङ्क खातालाई पनि हामीले एक्टिभ गराएका छौँ। आय व्ययलाई पारदर्शी र फजुल खर्च नगराउने नीति अनुरूप बैङ्किङ कारोबारबाट मात्र कारोबार गर्ने परिपाटी बसालिएको छ। निर्माण र पूर्वाधार सम्बन्धी कार्य भद्रपुर नगरपालिकाको रु 2,50,000 करकट्टी सहित सहयोग तथा संस्था समेतको थप लगानीमा यस संस्थाको भवनको तेस्रो तल्लामा जस्ता पाता लगाउने र मूल श्रेणीमा फलामको चेन गेट लगाउने कार्य 80-81 मा हामीले सम्पन्न गरेका छौँ। संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको उपस्थिति र सहयोगमा संस्थाको भवन तथा पोलहरूमा सरसफाई अभियान सञ्चालन गरिएको छ। चालु आर्थिक वर्ष 81-82 का प्रस्तावित कार्यक्रमहरू अब हामी यो चालु वर्षमा के कार्यक्रमहरू कसरी गर्छौँ भन्ने कुराहरू यहाँ मोटामोटी रूपमा मैले समावेश गरेको छु। संस्थाको भवनमा विद्युत वायरिङ नभएकोले विद्युत वायरिङको काम गर्नेछौँ। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई सम्मान तथा दर खाने कार्यक्रम आज हामी सञ्चालन गर्दैछौँ। यो कार्यक्रम हो भद्रपुर नगरपालिकासँग बजेट रकम सहयोग जुटाई संस्थाको भवनको तेस्रो तलामा वाल तथा रेलिङको व्यवस्था गर्ने कार्यक्रम यो वर्ष रहेको छ। हाम्रो एउटा भव्य समारोह गरी आजीवन सदस्यहरूको पारिवारिक पिकनिकको आयोजना गरी आजीवन सदस्यको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। यो हामी पौष महिनातिर हामी गर्नेछौँ। संस्थाको कार्यक्षेत्रभित्रका सदस्य महानुभावको घर दैलोमा आगामी 81 को महान चाड तिहारमा संस्थागत रूपमा सांस्कृतिक परम्परा झल्किने गरी देउसी भैलो कार्यक्रम सञ्चालन गरी संस्थाले आर्थिक स्रोत जुटाएर संस्था दर्बिलो रूपमा रहनेछ। स्थानीयवासी जनसमुदायको आय आर्जनलाई विशेष ध्यान दिई स्थानीय तह धात्री निकाय सरकारवाला निकायहरूको सहयोग जुटाई विभिन्न सिपमूलक जस्तै कृषि कुखुरा पालन पशुपालन सिलाइ कटाई विद्युत वायरिङ न्युडल्स बनाउने अगरबत्ती बनाउने आदि आत्मनिर्भर हुने सिपमूलक छोटो तथा लामो अवधिका तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ। गाउँ तथा टोल सरसफाई कार्यक्रमलाई वर्षमा कम्तीमा 3 पटक साङ्केतिक रूपमा सञ्चालन गर्ने व्यक्ति आफै स्वस्थ रहनुपर्ने सन्देश सहित आफ्नो घर वरपरको वातावरण स्वच्छ र शुद्ध राख्न सरसफाई गर्ने। यस कार्यक्रममा सम्पूर्ण नागरिकलाई यस क्षेत्रका बासिन्दालाई अभिप्रेरित हुने र अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने। विश्व खाद्य दिवसका अवसरमा विद्यार्थीहरूमा विश्व खाद्य दिवसको अन्तर्राष्ट्रिय नारा अनुसारको अन्तर विद्यालय निबन्ध प्रतियोगिता सञ्चालन गर्ने। संविधान दिवस राष्ट्रिय धान दिवस विश्व वातावरण दिवस राष्ट्रिय भोग दिवस जस्ता महत्त्वपूर्ण दिवसहरूमा संस्था आफैले सञ्चालन गर्ने वा अन्य निकायबाट सञ्चालन हुने त्यस्ता कार्यक्रममा यस संस्थाका प्रतिनिधिहरू सहभागी भई दिवस कार्यक्रमहरू मनाउने। विद्यार्थीहरूको क्षमता वृद्धि कार्यक्रम अन्तर्गत विभिन्न विषयमा छलफल गर्ने। हाजिरी जवाब प्रतियोगिता सडक नाटक वाद विवाद प्रतियोगिता गीत नृत्य प्रतियोगिता खेलकुद प्रतियोगिता वक्तित्व कला प्रतियोगिता लगायतका विभिन्न क्रियाकलापहरू समयमा सञ्चालन गरी यस क्षेत्रका विद्यार्थीहरूको क्षमता वृद्धि गर्ने। बजारमा पाइने फलफुल तथा बजारमा पाइने फलफुल तरकारी लगायतका खाद्यान्नमा पाइने विषाक्त पदार्थबारे स्थानीय नागरिकहरूलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने। प्रत्येक घर प्रवर्धन गर्न निरन्तर अभ्यासहरू गराउने। दाताहरूको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। दुर्गा माता उपासना समितिबाट सञ्चालन हुने धार्मिक सांस्कृतिक एवं सामूहिक समारोह र्यालीहरूमा समितिप्रतिको लगावलाई उच्च सम्मान गर्न चाहन्छु। र आज हामीले यो 37 जना ज्येष्ठ नागरिक हामीले सम्मान गर्न गइरहेका छौँ। लगभग 20 जना महिला हुनुहुन्छ 17 जना पुरुष हुनुहुन्छ जस्तो लाग्छ मलाई। पृथ्वीका तमाम प्राणीमध्ये मानव सर्वश्रेष्ठ मानिएको छ। अत सर्वश्रेष्ठ मानिएको मानव जातिको विकास प्रवर्धन र सम्वर्धन गर्नु यस संस्थाको पहिलो कार्य ठानिएको छ। तिनै उद्देश्य प्राप्तिका लागि संस्थाका सबै कार्यहरू सञ्चालन भइरहेका सम्पूर्ण दाता महानुभावहरूप्रति यो संस्था आभारी छ। आगामी दिनमा अझ प्रभावकारी कार्य गर्न संस्था सक्षम रहेको बेहोरा अनुरोध गर्दछु। साथै थप सहयोगका लागि हातहरू मिलाउँदै
आरोग्यता उन्नति एवं प्रगतिको कामना सहित सबैमा धन्यवाद भन्दै म यो आदर्श सेवा समितिको 11औं वार्षिक साधारण सभाको प्रतिवेदन यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। सम्मान पत्र भद्रपुर 10 झापा मिति 81/5/28। झापा जिल्ला साबिक हल्दीबारी 10 मा विक्रम सम्वत 1995 साल भाद्र 17 गते जन्म भई हाल भद्रपुर नगरपालिका वडा नम्बर 10 झापामा स्थायी बसोबास गर्दै आउनु भयो। आफ्नो दैनिक व्यावहारिक जीवनमा गर्नुपर्ने कामकाज, सामाजिक जिम्मेवारी तथा राष्ट्र उत्थानका विभिन्न असल नागरिकको पूर्वक निर्वाह गर्दै आउनु भएको छ। साथै यस संस्थाको श्रीवृद्धिका लागि आज पर्यन्त सहयोग तथा दिव्य शुभाशिष दिइरहनु भएकै छ। यस आदर्श सेवा समितिको वार्षिक साधारण सभाका अवसरमा आदर्श भवन केन्द्र मोड झापामा आयोजित यस भव्य समारोहमा तपाईलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मानित गर्न पाउँदा हामी अत्यन्त हर्षित एवं गौरवान्वित भएका छौँ। यस शुभ अवसरमा तपाईँ सम्मान अर्पण गर्दै तपाईको सुस्वास्थ्य, क्रियाशील जीवन सयौं वसन्तसम्म घटिरहोस् भन्ने कामना गर्दछौँ। तपाईँ र तपाईँको परिवारमा जय होस्, मङ्गल होस्, शुभ रहोस्। अध्यक्ष शालिग्राम भट्टराई, प्रमुख अतिथि गणेश पोखरेल, नगर प्रमुख र यो सम्मान हस्तान्तरणका लागि, सम्मान गरिदिनका लागि म आमा हुनुहुन्छ उहाँले धेरै पनि जस्तो विचारभित्र प्रभाव भयो बाहिर याद गर्नु है। यो शरीर कस्तो छ याद गर्नु, पहिलो कुरो शरीरलाई ख्याल गर्नु है। यो 11औं साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू अनि अतिथिज्यूहरू अनि यो गरिमामय जुन सभालाई सुन्दर र सफल भव्य बनाउनको लागि यो कार्यक्रम मूल कार्यक्रम नै सञ्चालन गर्नुपर्ने भएको जुन 80 वर्षभन्दा वृद्ध आमा बुवा दाजुभाइ दिदीबहिनी जो हुनुहुन्छ उहाँहरूलाई जुन सम्मान गर्ने कार्यक्रम आदर्श सेवा समितिले पहिलोपटक सुरुवात गरेको छ। यो अति सराहनीय छ र यादगार छ। हामी यो भौतिक जगतमा रहँदाखेरि चारवटा कुरा सत्य छ: जन्म, जरा, व्याधि, मृत्यु। यी चारवटा कुराहरू निश्चित छन्, तर त्यसलाई ख्याल गर्न सकिँदैन। हामी यो हलभित्र रहेका छौँ। आजदेखि 20 वर्षको बिचमा कोही नरहन पनि सक्छौँ, कति रहन सक्छौँ र पनि हामी याद गर्नुपर्ने अवस्था के रहन्छ भने म भित्रको मलाई खोज्नु है। उपस्थित हुनुभएका सङ्घ संस्था तथा विभिन्न ज्येष्ठ नागरिकहरूको उपस्थितिमा आज यस आदर्श सेवा समितिमा मलाई चाहिँ निमन्त्रणा भएर म चाहिँ आज यस आदर्श सेवा समितिमा आउन पाउँदा र आएर मैले सहभागी हुन पाउँदाखेरि मलाई चाहिँ धेरै खुसी कुरो छ। यो आज हाम्रो ठुलो सौभाग्यको दिन हो।
यो माथिल्लो पिँढीबाट आशीर्वाद लिने क्रममा आज हामी यो संस्थाले यस ठाउँमा सबभन्दा माथिल्लो तहको यो सम्मान यहाँहरूको होइन, यहाँहरूले हामीलाई सम्मान गर्नुभएको यहाँहरू सबैको श्री चरणमा कोटि कोटि नमन गर्छु। आसन ग्रहण समेत म गरिदिन निवेदन गर्दछु। भद्रपुर 10 को 11औं वार्षिक साधारण सभा समारोहका वार्षिक साधारण सभा तथा हाम्रा अग्रजहरू, हाम्रा अभिभावकहरू, ज्येष्ठ नागरिकहरू, आदरणीय अग्रजहरू हुनुहुन्छ। हाम्रा 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका अध्यक्ष आदरणीय शालिग्राम भट्टराईजी, यहाँ उपस्थित हुनुभएका सबै विशिष्ट महानुभावहरू मैले स्कुलमा सम्बोधन गरेँ र सम्मानित हुने सबै बुवा आमाहरू र पत्रकार साथीहरू र अन्य आमन्त्रित महानुभावहरू, ढिलै भए पनि तपाईँहरूको बिचमा उपस्थित हुने अवसर पाएँ। त्यसका निमित्त यो अवसर दिनुभएकोमा आयोजक समितिलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। तर आदर्श सेवा समिति जन्मेपछि पनि निरन्तर चाहिँ तपाईँहरू हातेमालो गरेर यसलाई स्थापित गरेर निरन्तर अगाडि बढाएर यसको भवन निर्माण समेत गरेर चाहिँ अगाडि बढिरहनु भएको छ। वास्तवमा तपाईँहरूको मेहनतका कारणले यो संस्था यो अवस्थामा आइपुगेको छ। तपाईँ सबैलाई म स्थापना कालदेखि अहिलेसम्म मेहनत गर्नुहुने सबै मेहनती हातहरूलाई आदरणीय व्यक्तित्वहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। र सङ्घ संस्थालाई नगरपालिकाले पनि कहिलेकाहीँ हाम्रो सीमित स्रोत साधन छ, थोरै पैसा रकम हुन्छ, हामीले सकेको सहयोग गरेका छौँ। यसलाई पनि यो संस्थालाई पनि हामीले हिजो पनि गरेका छौँ, सकेको आज पनि गर्छौँ, भोलि पनि गर्छौँ, प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र यो आज साधारण सभाको सन्दर्भमा एउटा नयाँ ढङ्गको कार्यक्रमको जुन आयोजना गर्नुभयो, सबै दाताहरूलाई जोडाएर तपाईँ सबै मिलेर हाम्रो अभिभावकहरू, हाम्रा अग्रजहरू, हाम्रो पथ प्रदर्शकहरू भनेका हाम्रा मातापिताहरू नै र उहाँहरूको जुन सम्मान, त्यसमा पनि 80 वर्ष घटिसक्नु भएको मातापिताहरूको, अग्रजहरूको जुन सम्मान गर्ने ज्येष्ठ नागरिकहरूको हामीले सम्मान गर्नुपर्छ, हाम्रो अभिभावकहरूको हामीले सम्मान गर्नुपर्छ, हाम्रो पथ प्रदर्शकहरूलाई हामीले बिर्सिनु हुँदैन भन्ने एउटा नयाँ सन्देश दिने गरेको आजको जुन कार्यक्रम आयोजना गर्नुभएको छ र अत्यन्तै आफ्नो उत्कृष्ट छ, रचनात्मक छ र नयाँ सन्देशमूलक छ। त्यसका निमित्त म संस्थालाई तपाईँहरू सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र सम्मानित हुनुहुने सबै आदरणीय आमा बुवाहरू चाहिँलाई सबैलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरू सबैको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्न चाहन्छु र तपाईँहरूले जुन यो सिङ्गो समाजलाई अगाडि बढाउने सन्दर्भमा आफ्नो ठाउँबाट जे जति भूमिका खेल्नु भएको छ त्यसको म मुक्त कण्ठले प्रशंसा पनि गर्न चाहन्छु र भविष्यमा यो संस्थाले अझ रचनात्मक कार्यक्रमहरू, अझ यो सिङ्गो समाजलाई अगाडि बढाउने सन्दर्भमा, सिङ्गो समाजलाई समृद्ध बनाउने सन्दर्भमा चाहिँ नयाँ खालका अझ रचनात्मक कार्यक्रमहरू, गतिविधिहरू अगाडि बढाउन सकोस्, यही शुभकामना व्यक्त गर्दै 11औं वार्षिक साधारण सभाको हार्दिक सफलताको हार्दिक शुभकामना सहित यसमा जोडिने हुने प्रत्यक्ष परोक्ष रूपमा जोडिने सबै आदरणीय व्यक्तित्वहरू जसले प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्नुभयो उहाँहरूलाई पनि हार्दिक सम्मान व्यक्त गर्दै पुनः आदरणीय सम्मानित आमा बुवाहरूको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना सहित मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। प्रमुख अतिथि आदरणीय गणेश पोखरेलज्यू, विशिष्ट अतिथि उपप्रमुख राज्यज्ञज्यू लगायत विभिन्न सङ्घ संस्थाबाट आमन्त्रित गरेका हाम्रा विशेष अतिथिज्यूहरू, आदरणीय नेतृत्वमा ज्येष्ठ नागरिक महानुभावहरू, कार्य समितिका पदाधिकारीज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, सम्पूर्ण महानुभावहरूमा यो कार्यक्रममा आइदिनु भयो। सम्मान हामीले गरेका सम्मानहरूलाई ग्रहण गरिदिनुभयो र सम्मान प्रदान गर्न हाम्रा अतिथिज्यूहरू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायतले सम्मान प्रदान गर्नुभयो। उहाँहरू सबैलाई धन्यवाद दिँदै यो कार्यक्रममा सहयोगी हातहरू फैलाउने सहयोगदाता महानुभावहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र हाम्रो टिम आदर्श सेवा समितिका सम्पूर्ण पदाधिकारीहरूले छोटो समयमा अहोरात्र खटेर विभिन्न ठाउँहरू पुगेर कामहरू निकालेर हामी आज यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा म मेरो टिम आदर्श सेवा समितिका सम्पूर्ण पदाधिकारी, निवर्तमान पदाधिकारी सम्पूर्णलाई र आजीवन तथा साधारण सदस्य सबैलाई हार्दिक धन्यवाद दिँदै यो 11औं वार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु।